यहाँबाट चाहिँ हाम्रो घरको टुर अब हेरौँ कति 9 वर्ष भयो, कति वर्ष भयो यसलाई छाडे। चाबी हातमा आइसक्यो, तान्चो खोलेर इन्टर दिस हाउस है। अँध्यारो छ, अँध्यारो। मोबाइलको उज्यालो पारेन हुँदैन। यो सिटी भइहाल्यो भित्र आउने, झ्याल छ यहाँनिर। अनि यो इलेक्ट्रिसिटीको लाइन भइहाल्यो होइन, बत्तीको टाउको त हाले भइहाल्यो। अनि यहाँनिरबाट आएपछि सिडीबाट आएपछि यहाँ 2टा रुम छुट्टिन्छ हाम्रो। एउटा रुम यो भरिहाल्यो होइन, अँध्यारै छ। अनि अहिले हेरौँला, एउटा रुम हाम्रो यहाँ छ। यो रुममा चाहिँ म बच्चामा सुत्ने बनाएको थिएँ है। यहाँ तालझो लागेको, यहाँ हाम्रो सामानहरू छ अरे। यो चाबी कता खोजेपछि सामान हेर्नुपर्छ। अनि यहाँनिर सानो बालीहरू राख्ने थियो। अनि यो यस्तो भइहाल्यो। यहाँ उतातिर भइहाल्यो। यो झ्याल एउटा मकै रहेछन्। यहाँ पहिला पुरै काठ, यसरी काठ हालेको थियौँ हामीले। यसरी पछि यो ओडालाई भाडामा दिएपछि उनीहरूले ठुलो स्पेस बनाएर रहेछन्। अनि हाम्रो यो चुलो, खानासाना पकाउने चुलो भइहाल्यो। अनि यो झ्याल छ यताबाट। ओए झ्याल पनि कति टाइट भएन आजकल, ठिकै हो यति त हुन्छ क्या। यहाँबाट हामी बाहिर देख्न सकिन्छ है, तर टाउको छिर्दैन है, सरिहाल्यो। बिरालो छिर्ने झ्याल यो भाड भइगयो। यहाँ चाहिँ हाम्रो यहाँ कोद्या राख्नु होला, कोद्या माडेर। अनि वा भित्ताहरू पाखामा चाहिँ यस्तो अलि यहाँ चुया रहेछ कहिले। अनि यो चाहिँ के हो भन्दाखेरि यो दहीहरू राख्ने एउटा ऱ्याक हो है, दहीहरू सामानहरू राख्ने ऱ्याक हो यो चाहिँ। अनि यो हाम्रो मसला पिस्ने लोडो ढुङ्गाको यस्तो रहेछ। यो त अँध्यारो रुम। यहाँ यहाँ चाहिँ यो हाम्रो पहिलेको रुम, आमा बा निदाउने कोठा यस्तो। यहाँबाट छिरेपछि यहाँनिर टिभी हुन्थ्यो, मुदुस थियो ठुलो टेबल जत्रो। यहाँनिर टिभी हुन्थ्यो, बत्ती सत्ती यहाँबाट जोइन्ट पुरै थियो है। यहाँ खाट चाहिँ उहिलेकै खाट हो, ठुलो खाट छ। यहाँ ओढ्ने ओछ्याउन्डाएर अनि दिदी सुत्थे अरे, मम्मी ड्याडी सुत्नुहुन्थ्यो। यहाँ चाहिँ अहिले रमिला सुत्ने रहेछ झ्यालमा। यो झ्याल खोल्न नि मिल्छ, यसरी झ्याल खोल्न मिल्छ। अहिले चाहिँ झ्याललाई बन्द गरिदिउँ है। के हो यो झ्याल बन्द गर्ने अरू पनि कम्प्युटरको पार्ट रहेछ त। यहाँनिर के छोड्या हुने हो, सरकारी कर्मचारीले यो के छोड्या हो, सिपियु यत्रो ठुलो कन्भर्टर आई थिङ्क के छोड्या रहेछन् अहिले, खै कहिले लाने। बा एउटा कुरा यो छ नि, यो बिस्कुटको प्लास्टिक र यो मैले नै जप्का हो क्या म सानो हुँदाखेरि, अझै नि रहेछ। यहाँबाट बिरालो छिर्थ्यो कि, त्यही भएर जप्का थिएँ। यहाँ ओखर रहेछन् कसका, दुईवटा ओखर लगिदिनु पर्यो। ल भित्र साइड त यति हो होइन, बाहिर साइड है, बाहिर गएर हेर्नुपर्छ।
ओहो दर्शन